2024 में मात्र साउदी अरब में 330 जनाको घाँटी काटेर मृत्युदण्डको सजाय दिएको छ। यदि तपाईँ मादक पदार्थ सेवन गर्नुहुन्छ हैन, दुर्व्यसनीमा लाग्नु भएको छ, लड्कीबाज हुनुहुन्छ, छोरी मान्छेप्रति तपाईँ बढी आकर्षित हुनुहुन्छ हैन, यौन धन्दामा तपाईँ सामेल हुन चाहनुहुन्छ दिन प्रतिदिन भने त्यस्तो सोच भएका, त्यस्ता बानी भएका व्यक्ति साउदी अरबिया आउनै नआउनुहोस्, नभए तपाईँको पनि घाँटी छिन्ताङ देवी हुन्छ। हेलो, गुड आफ्टरनुन अनि नमस्कार। म राज खड्का, तपाईँहरूको साथी। आज पनि तपाईँहरूको माझमा आइसकेको छु एउटा छोटो मिठो भिडियो लिएर हैन। अब तपाईँहरू सम्पूर्णलाई जानकारी नै छ हैन, म चाहिँ साउदी अरबियामा छु। विगत 1 वर्षदेखि म साउदी अरबमा मजाले बसिरहेको छु, कमाइरहेको छु हैन। साउदी अरबको जिन्दगी बिताइरहेको छु। यो देशमा आउनुभन्दा अगाडि चाहिँ मलाई यो देशको बारेमा केही पनि जानकारी थिएन के। यो देश कस्तो हो के हो भनेर केही थाहा थिएन। तर बिस्तारै यो देशमा बस्दै जाँदाखेरि यो देशको रहनसहन, यो देशको नियम कानुन थाहा पाउँदै गयो हैन। यो थाहा पाउँदाखेरि चाहिँ यतिसम्म क्रूर रहेछ यो देश भन्ने कुरा चाहिँ मैले सोचेकै थिइनँ कि। यदि तपाईँहरू पनि कोही अब साउदी अरब आउने सोचमा हुनुहुन्छ या साउदी अरबमै हुनुहुन्छ अहिले हैन, र तपाईँलाई नियम कानुन थाहा छैन भने कृपया म तपाईँलाई केही मात्रामा नियम कानुन र साउदी अरब देशको बारेमा पनि केही विशेषताहरू पनि छन् हैन। अब केही फाइदा पनि छन्, केही बेफाइदा पनि छन् यो देशमा आउनुका हैन। अब त्यो चाहिँ आफूमा भर पर्छ है। आफू राम्रो तरिकाले बस्यो, आफू राम्रो तरिकाले काम गर्न सकौँ भने यो देशमा खानी छ पैसाको हैन। तर त्यस्तै आफ्नो चलपर चुलबुले बानी छ, छटपटे खालको बानी छ भने चाहिँ तपाईँहरू यो देशमा झुक्केर पनि नआउनुहोस् है। म त्यही भन्न चाहन्छु। मेरो अनुभवले त्यही भन्छ। किनभने मसँगै काम गर्ने मेरा केही साथीहरूले कोही जेलमा छन् भने एउटाको त हातै काटेर लगिएको छ हैन। त्यस्ता विभिन्न घटनाहरू घटेका छन्, यो मैले देखेको छु हैन। त्यही भएर म तपाईँहरूलाई यो कुरोको बारेमा चाहिँ अगाडि नै अवेर गर्न चाहन्छु कि आउँदै हुनुहुन्छ भने यी तपाईँहरूले यी अब मैले भन्न लागेका निम्न कुराहरू चाहिँ पालना गर्नुपर्ने हुन्छ र यी कुराहरू चाहिँ तपाईँले जान्नुपर्ने हुन्छ कि। अब सर्वप्रथम त सुरु गरौँ साउदी अरबिया देश। साउदी अरबिया देश चाहिँ विश्वको लगभग 13औं ठुलो देशमा पर्छ हैन। मैले हेरेर चाहिँ म तपाईँलाई सबै डाटा हेरेर बुझेर भन्दैछु है। विश्वको 13औं ठुलो देशमा पर्छ हैन। र यो देशको चाहिँ मुख्य धर्म चाहिँ इस्लाम हो कि। यो देशमा चाहिँ इस्लाम धर्म स्वावलम्बीहरू बस्ने गर्छन्। स्थायीवासी जो छन् यो देशका सबै इस्लाम धर्म स्वावलम्बीहरू छन्। इस्लाम धर्म बाहेक यहाँनिर अरू धर्मका मानिसहरू बसेका छैनन्। अब कमाउने सिलसिलामा वैदेशिक रोजगारमा आएकाहरू त बसेका छन्, त्यो बेग्लै कुरो हो हैन। त्यस्तो छ यो देशको। इस्लाम धर्म बाहेक यो देशमा अरू धर्म अलाउड छैन है। र यो देशमा चाहिँ विभिन्न एकदम आश्चर्य लाग्दा खालका एउटा सामान्य गल्तीलाई पनि एकदमै क्रूर खालको सजायहरू छ हैन। त्यो तपाईँलाई म भन्ने छु र मैले थोरै यहाँ अब भुलचुक होला भनेर केही लेखेर ल्याएको छु, तपाईँलाई सुनाउन चाहन्छु। विशेष गरी सर्वप्रथम त यो देशको राजधानी चाहिँ रियाद हो हैन। रियादमा चाहिँ यो देशको राजधानी छ। अनि यो देशको मुख्य धर्म त इस्लाम हो भन्ने कुरो मैले भनिहालेँ। र इस्लाम धर्म स्वावलम्बीहरूको एउटा पवित्र स्थल मक्का मदिना तपाईँहरू सम्पूर्ण जानकारी नै होला। एउटा इस्लामिक धर्म मान्ने मान्छे आफ्नो जीवनकालमा एकचोटि चाहिँ मक्का मदिना आउनै पर्छ अरे के। आएन भने त्यसले इस्लाम धर्म मानेको कुनै सायद अर्थ हुँदैन या के हुँदैन, त्यस्तै खालको अर्थ रहेछ हैन। आउँदो रहेछ जहाँबाट जति पैसा खर्च गरेर भए पनि मक्का मदिना एकचोटि उम्रा गर्न चाहिँ आउँदो रहेछ आफ्नो जीवनकालमा एउटा इस्लामिक धर्म मान्ने मान्छे। अनि यो देशको अब क्षेत्रफलको कुरो गरौँ, विश्वको 13औं ठुलो देश त हो हैन। यो देशको क्षेत्रफल चाहिँ 21,49,690 वर्ग किलोमिटर रहेको छ। एकदमै ठुलो हैन। तर र यो देशको नेपाली नाम चाहिँ साउदी अरबिया अधिराज्य हो हैन। किङडम अफ साउदी अरबिया भन्छ अङ्ग्रेजीमा। र यो देशको मुख्य राजधानी चाहिँ हैन, क्यापिटल सिटी चाहिँ रियाद सहर रहेको छ हैन। पहिले चाहिँ जेद्दा थियो अरे भन्ने हल्ला छ। र यो देशमै छ विश्वकै सबैभन्दा ठुलो एयरपोर्ट किङ खलिफ के छ हौ, विश्वको सबैभन्दा ठुलो एयरपोर्ट यो देशमा छ हैन। र यो देश चाहिँ पूर्ण रूपमा इस्लामिकहरूको देश हो। यो देशमा कुनै अन्य धर्मको मान्छे बसोबास गर्न पाउँदैन। अब कमाउने सिलसिलामा अन्य धर्मको मान्छे आएको छ भने बेग्लै कुरो हो। तर यो देशमा बसेर यो देशमा स्थायीवासीहरू चाहिँ कोही पनि इस्लाम धर्म बाहेक अरू नै छैनन् के हैन, बुझ्नुभयो नि। र यो देशमै छ अब के अरे मुस्लिम धर्म स्वावलम्बीहरूको, इस्लाम धर्म स्वावलम्बीहरूको पवित्र स्थल मक्का मदिना
तपाईँले सुन्नुभएकै होला होइन। एउटा मुस्लिम चाहिँ आफ्नो जीवनकालमा एकचोटि चाहिँ मक्का मदिना आउँछ अरे के उम्रा गर्नको लागि। तब मात्र ऊ एकदमै के भन्नु अब इस्लाम धर्मको परिपक्व हुन्छ अरे या अन्य के बुझ्नुहोस् होइन। र अब आम्दानीको कुरो गर्दाखेरि यो देश चाहिँ एकदमै धनी हुँदै जाँदैछ दिन प्रतिदिन। किन भन्दाखेरि यो देशमा छ मेन सुनका पहाडहरू यही देशमा छ होइन। अब माइनिङ सुरु भइसकेको छ, यो देशमा सुनका पहाडहरू भट्टाभट भेटिरहेका छन्। र त्यसै गरी यो देशमा अब पेट्रोलियमको खानी भएको देश यही नै हो होइन। विश्वको दोस्रो ठुलो पेट्रोलको खानी भएको देश, प्राकृतिक ग्यासहरू यो देशमा भरिपूर्ण छन्। विशेष गरी तेलले गर्दा चाहिँ यो देशको आम्दानीको 70% चाहिँ तेलबाट हुन्छ अरे के, तेलबाट हुन्छ अरे। यो अरामको भन्ने कम्पनी सुन्नुभएकै होला तपाईँहरूले होइन। म पनि अहिले त्यही कम्पनीमा कार्यरत छु, तपाईँहरूलाई मैले भनेकै थिएँ होइन। र मासाला झिङ्गा कति साह्रो आउँछ यहाँ, लास्टै यिनीहरू गुलियो खाएर पोखाउँछन् क्या, त्यही भएर चाहिँ एकदम तनाव छ मलाई। अब तपाईँहरूलाई म जानकारी दिँदैछु अरामको कम्पनीको बारेमा। तपाईँहरूसँग नजानकारी नै होला होइन। जानकारी छैन भने अघिल्लो भिडियोमा हेर्नुहोस्, मैले त्यहाँ हालेको छु। र यो देशमा चाहिँ कुल क्षेत्रफल, यो देशको कुल क्षेत्रफल चाहिँ म तपाईँलाई लेखेर लिएको छु है। 21,49,690 वर्ग किलोमिटर रहेछ होइन। यो देशको कुल जनसङ्ख्या चाहिँ 3,87,08,569 थियो अरे 2025को आँकडा अनुसार। अब अहिले जनसङ्ख्या वृद्धि त हुँदै जाने कुरो होइन, कोही छुटेका हुन्छन्, कोही के हुन्छ, त्यो हुँदैछ, बढ्दैछ, जे होस् बढ्दैछ। यो देश जति अब यो क्षेत्रफलका आधारमा जति ठुलो भए तापनि तर यो देशको जनसङ्ख्या चाहिँ एकदमै कम छ कि। यो देश पुरै खाली छ। हामी पहिला रियादमा काम गर्दाखेरि, यो जेद्दामा, अहिले जेद्दामा छौँ नि त, रियादबाट जेद्दा आउँदाखेरि चाहिँ त्यो बाटो जति पनि थियो नि, त्यो दूरी लगभग 12 घन्टाको बाटो रहेछ। बिचमा मैले केही मात्रामा घरहरू देखेँ होइन, नभए पुरै खाली, पुरै मरुभूमि पुरै खाली छ क्या यो देश चाहिँ। पानीको स्रोत छैन नि त। गल्फ कन्ट्री भनेपछि त त्यो देशभित्र पानी नपुगेको देश हो नि त, एकदमै मरुभूमिको देश हो होइन। र अर्को कुरो के भन्न चाहन्छु भने यो देशको बारेमा चाहिँ तपाईँहरू बुझेर मात्रै आउनुहोस् है। यो देश आउँदै हुनुहुन्छ भने चाहिँ यो देशको नियम कानुन एकदमै कडा छ, टाइट। मलाई थाहा थिएन, गाह्रो छ। अब यहाँ के भएको छ भन्नु, यो अस्ति अब 2024को आँकडा हेरौँ, 330 जनाको चाहिँ होइन अब मुन्डो टाउको काटिएको थियो, विभिन्न सजाय पाएका होइन, विभिन्न गलत काम गरेका व्यक्तिहरूको 330 जनाको, यो चाहिँ सत्य कुरो होइन, टाउको काटिएको थियो यो देशमा। अब त्यस्तो हात काटिने त कति, विशेष गरी चोरी गर्नेहरूलाई चाहिँ यो देशमा हात काट्ने सजाय छ होइन। मदिरा पिउने, मदिराको बेचबिखन गर्ने, अब स्त्रीलाई गलत नजरले हेर्ने या स्त्री छोरी मान्छेलाई छेडछाड गर्ने, पुरुषहरूलाई हात काट्ने, के आँखा फुटाउने, के विभिन्न छन् यहाँनिर होइन। अब कोही चाहिँ मदिरा सेवन बढी मात्रामा गर्नुहुन्छ, कोही चाहिँ स्त्री भनेपछि मरिहत्ते गर्नुहुन्छ भने लगभग त्यो छोड्नु सक्नुहुन्छ भने यो देश आउनुहोस्, नभए यो देश आउँदै नआउनुहोस्, एकदमै गाह्रो हुन्छ तपाईँको लागि है। यो देशमा चाहिँ राजा छन्, किङ सलमान, पुरै नाम मैले जान्दिनँ, जो सलमान नाम छ उहाँको होइन। यो देशमा चाहिँ पुरै शासन चाहिँ राजाकै छ होइन, राजतन्त्र छ यो देशमा। हाम्रो देशमा अब राजनीति छ, सबै डामाडोल भ्रष्टाचार होइन। र यो देशमा चाहिँ महिलाहरूलाई लिएर चाहिँ अलिक कडा कानुन बनाइएको छ कि। अब के छ भन्दा यो देशमा चाहिँ अब महिलाहरूलाई चाहिँ पहिले झन् पुरै टाइट थियो कि, उनीहरूलाई बाहिर हिँड्नु नदिने, गाडी चलाउनु नदिने होइन। उनीहरूले पुरै हिँड्दाखेरि पनि आफ्नो आँखा बाहेक शरीरको कुनै पनि अङ्ग देखाउन नमिल्ने, त्यस्ता खालका कडा नियमहरू थिए। तर अहिले अब संसारको यो विकसित हुँदैछ, यो के अरे विश्व परिवर्तन हुँदैछ, त्यो सँगसँगै साउदी अरबमा पनि थोरै इफेक्ट चाहिँ परेको छ। अहिले महिलाहरूलाई पनि गाडी कुदाउन चाहिँ दिइराखिएको छ होइन। र अहिले कतिपय ठाउँमा महिलाहरूले पनि बुर्खा बेगरै हिँडिएको देखिएको छ होइन। तर विशेष गरी सबैजना बुर्खा लाएर हिँड्छन् होइन। अब हामी विदेशीहरू कमाउन आएकाहरू त अलिअलि त्यतिकै हिँड्ला नि त, बेग्लै कुरो। तर यो देशकै स्थायी महिलाहरू चाहिँ बुर्खा लगाएर हिँड्छन् प्रायः जसो होइन। र यो देशमा चाहिँ अन्य धर्मको प्रचार गरेको पाइएमा चाहिँ त्यसलाई पनि के काट्ने, हात काट्ने कि मुखको जिब्रो काट्ने केही थाहा छैन है। र अर्को के छ भन्दा यो देशमा चाहिँ अब मुस्लिमहरू सम्पूर्ण जुन देशमा भयो भने मुस्लिमहरूले चाहिँ दिनमा 5 पटक नमाज पढ्ने गर्छन् होइन। जो अल्लाहलाई सम्झिने, पूजा गर्ने हुन्छ नि, हाम्रो एउटा मन गर्छौँ नि, मन्दिरमा गएर पूजा गर्छौँ, त्यस्तै यिनीहरू पनि दिनमा 5 चोटि गर्छन्। र त्यो समयमा चाहिँ यो देशमा कुनै पनि पसल खोल्नु पाइँदैन, कुनै पनि कार्यालय सञ्चालन गर्नु पाइँदैन होइन। नमाजको टाइम हुन्छ, 5वटा टाइम हुन्छ, बिहान दिउँसो बेलुका कति टाइम, 5 टाइम हुन्छ। त्यो समयमा कुनै पनि पसल कार्यालय खोल्नु पाउँदैन। त्यसै गरी म यहाँ बिर्सिन्छु क्या, त्यही भएर लेखेर लिएको छु होइन।
कानुनी सजायहरू हेरौँ होइन, यहाँनिर चाहिँ चोरी गर्नेको हात काट्ने छ एउटा, अघि भनिहालेँ होइन, मृत्युदण्ड दिने एकदम कडा खालको उसले कुनै काम बिगारेको छ भने, र टाउको काट्ने 330 जना त मैले भनिहालेँ 2024मै होइन, 25मा कति हुँदैछ थाहा छैन। र त्यस्तै खालको गल्तीहरू चाहिँ तपाईँबाट हुन सक्छन् भने एकदमै प्लिज, एकदमै तपाईँ खुल्ला खालको हुनुहुन्छ नि यो देशमा नआउनुहोस्, तपाईँ यो देशको नियम कानुनभित्र बस्न सक्नुहुन्न। म त अलिक सोझो, म त त्यस्तो लठ्याङ बठ्याङ केही नजान्ने थिएँ होइन, त्यो भएर म टिकिराखेको छु होइन। र के छ भने मदिरा पूर्ण रूपमा प्रतिबन्ध छ यो देशमा। फेरि पनि भन्दैछु, मदिरा बेचेको या मदिरा पिएको पाइएमा त्यो मान्छेलाई कडाभन्दा कडा सजाय छ, जेलै हाले पनि। यो देशको जेल फेरि यस्तो छ नि के भन्नु, र मरुभूमिको जेल त हो, अब के भन्नु तपाईँहरू होइन। र यौनजन्य काम गरेको या यौनजन्य दृष्टिकोणले कुनै महिलालाई हेरेको या कुनै होटेलमा महिला पुरुष त्यसरी यौनजन्य कार्य गरेको भेटिएमा यो देशमा जेलको सजाय छ। कति वर्ष, 20 वर्ष, 30 वर्ष, कति वर्ष। अब देशमा आएपछि देशको कानुन मान्नै पर्यो। हामी कमाउन आएको, हामी रोजगार गर्न आएको मान्छेहरूले त्यो विपरीत जानु मिल्दैन। तपाईँ सक्नुहुन्छ नि आउनुहोस्। विदेशबाट आउनेहरूको लागि चाहिँ एउटा के छ भन्दाखेरि चाहिँ, अब कसैलाई आफ्नो काम गर्दै गरेको कम्पनी मन परेन होइन, अनि तपाईँ अब यसमा गर्दिनँ म अर्कै कम्पनीमा काम गर्छु भन्न तपाईँ फुत्त निक्लेर हिँड्नु मिल्दैन। तपाईँ त्यसरी काम गरेको थाहा पाएमा तपाईँलाई कति वर्षको जेल सजाय हुन्छ है, विचार गर्नुहोस्। फुत्त निक्लेर मलाई मन परेन, यसमा ओभरटाइम छैन, यसमा सेलरी काट्दै आउँछ भन्दैमा तपाईँ त्यो कम्पनी छोडेर हिँडेर अर्को कम्पनीमा काम गर्नु पाउनुहुन्न। तपाईँ एउटा माध्यम छ कफाला सिस्टम भन्ने, कफाला लिएर तपाईँ आफ्नो कम्पनीबाट अर्को कम्पनीमा सरकारी त्यो प्रविधि त्यो नीति नियम अनुसार तपाईँ त्यसरी सरेर अर्को कम्पनीमा जानु सक्नुहुन्छ। आफू खुसी तपाईँ अर्को कम्पनीमा जानु सक्नुहुन्न। त्यसरी जानुभयो भने तपाईँको राम्रो सत्य हो। र अर्को खुसीको खबर छ, यो देशले चाहिँ अब होइन अमेरिकाकै भरमा छ नि त, यो देशले अमेरिकालाई तेल दिने र अमेरिकाले यसलाई विभिन्न पैसा दिने, हात हतियार दिने गर्दैछ। त्यही भएर त यो देश अहिले अब धनी धनी हुँदै जाँदैछ होइन, विश्वको लगभग 10कै सूचीमा पर्छ होला धनीमा पनि होइन। अब चाहिँ 2030सम्म चाहिँ यो देश तेलबाट मात्रै होइन, अन्य पर्यटक स्थलहरू, अन्य विभिन्न स्रोतहरूबाट पनि यो देश धनी बन्ने खालको एउटा भिजन छ 2030 भन्ने होइन, त्यो पनि छ। र अर्को विश्वकै सबैभन्दा ठुलो टावर अहिले बुर्ज खलिफा छ होइन। र अब जेद्दा टावर, विश्वकै सबैभन्दा ठुलो टावर जेद्दा टावर, हाम्रो म बसेको ठाउँ यही अलि परतिर जेद्दा टावर बन्दैछ। विश्वको बुर्ज खलिफालाई फ्लकाउँदैछ है साउदीले। त्यस्तै छ साउदीको बारेमा जानकारी। त्यही पनि तपाईँहरू आउनु चाहन्छ आउनुहोस्, राम्रै कामको लागि आउनुहोस् होइन, सिप सिकेर आउनुहोस् त्यही भन्न चाहन्छु। एकदमै स्वागत छ तपाईँलाई। तर यी नियम कानुनहरू मजाले बुझेर युट्युबतिर हेरेर मजाले पढेर मात्रै आउनुहोस्। तपाईँबाट यी नियम कानुनमा बस्नु सक्ने क्षमता छैन भने कृपया नआउनुहोस्, यति भन्न चाहन्छु। बाई बाई।